खानी र खाना खाँदालाई के भयो किन डरेर ल खानी यार किन डरेर छस् ओहो कस्तो रमाइलो हुँदो रहेछ यार ल आज त्यही त मेरो ग्याङको सदस्य होस् ल अर्को सुरु हाम्रो हिँडेको ल खाइदिउ न त खाइदिउ दृश्य 2 मुकुन्डो रोहनले चुरोटको प्याकेट खाऊ कि नखाऊ भन्दा हेरिरहेको बेला खाइदिउ कि के हो रोहन म तिम्रो साथी हुँ म तिम्रो तना बटाउँछु तिमीलाई स्टेज फ्री बनाउँछु कुल बनाउँछु ए अब म तिम्रो सेवन गऱ्यो भने कुल पनि हुन्छु हो मसँग गऱ्यो भने तिमी आफ्नो दुःख बिर्सिन्छौ एकचोटि मलाई रोज्यो भने म तिमीलाई कहिले छाड्दिनँ म यसरी नै आउँछु कहिले साथी बनेर कहिले पेसन बनेर कहिले स्टेज फ्री बनेर मेरो बाहिर चम्किलो छ तर भित्र विनाश चुरोट खा नि त खाइदिउ न त खाइदिउ चुरोट पिउन थालेको पनि धेरै समय हुन्छ 3 महिनापछि रोहन लगातार खोक्दै आउँछ फेरि खोकी तपाईँ आज पनि सुत्नु भएको छैन है यहाँ त आफ्नो काम गर्नु तपाईँलाई के भएको छ हो आजकल तपाईँ त खाना नि खानुहुन्न सुत्दै नि होइन तपाईँको हातै काप्छ त आफ्नो कामसँग काम राख यहाँ जहिले किचकिच गर्छ यार हो एउटा चुरोट नखाँदा पनि कस्तो बेचैनी भइरहेको छ यार किनकि तिमी मेरा भइसक्यौ यो पानी होइन रहन यो निकोटिनको लत हो अब तिम्रो दिमाग मेरो आदेशमा चल्छ ओहो कस्तो चुरोट खान मन लाग्यो फेरि अर्को खाइदिनु पर्यो यार दृश्य 4 घरको तिर एउटा सानो घर हुन्छ रातिको वातावरणमा विक्रम लगातार खोकिरहेको सुनिन्छ सुनिता भान्साबाट मनतातो पानी लिएर आउँछिन् सामान्य खोकी आमा केही हुँदैन सामान्य रे यो कसरी सामान्य हुन्छ 3 दिन भइसक्यो खोकेको खोकै छ सास फेर्न गाह्रो भइरहेको छ खाना पनि रुचेको छैन तपाईँलाई कस्तो हँसिलो थिइस् अहिले ऐनामा आफ्नो अनुहार हेरेको छस् अब फेरि सुरु नगर्नु त आमा यसरी त हुँदैन अस्पताल त जानै पर्छ अस्पताल जाउँ है अब त नि गाह्रो भइरहेको छ जाउँ न त हुन्छ म एक्लै त तँलाई लान सक्दिनँ म सागर बाबुलाई फोन गर्छु हेलो सागर बाबु विक्रमलाई असाध्यै गाह्रो भएको छ अस्पताल लैजाउनु है म एक्लै लान सक्दिनँ हजुर आउन सक्नुहुन्छ आमाको चिन्तित हुँदै फोन आएपछि सागर सहित रोहन र अर्जुन पनि आमासँगै अस्पताल पुग्छन् दृश्य 5 खुलासा अस्पतालको बेडमा विक्रम अक्सिजन मास्क सहित बसिरहेको हुन्छ सुनिता अर्जुन सागर र रोहन पनि उसकै छेउमा उभिरहेका हुन्छन् के समस्या लिएर आउनुभयो डाक्टर साहब 3 दिन भइसक्यो बाबु खोकेको खोकै गर्छ खाना पनि खाँदैन अनि उसलाई सास फेर्न पनि गाह्रो भइरहेको छ त्यसैले लिएर आएको धुम्रपान सेवन गर्नुहुन्छ तपाईँ धुम्रपान सेवन त गर्दैन होला गर्छ र विक्रम केही भन्न सक्दैन ऊ आफ्नो साथीहरूतिर हेर्छ 4 जना एकअर्कालाई हेर्छन् र उगोमुन्टो लगाउँछन् निताले कुरा बुझेर आमालाई बाहिर लैजान्छन् आमा हजुर मसँग यसो एकछिन बाहिर गइदिनु पर्यो है अब त आमा पनि जानुभयो निर्धक्क भएर आफ्नो कुरा जाँच सकिएपछि आमासँग डाक्टरको कुराकानी हुन्छ दिदी बाबुले नियमित रूपमा धुम्रपान सेवन गर्ने रहेछ उसलाई कमजोर भएको छ उसको फोक्सोले पनि काम गर्न छाड्दैछ छोडिदिनु आमा
दम जस्ता फोक्सो सम्बन्धी दीर्घकालीन रोगहरू निम्त्याउने गर्दछ, जसमा श्वास नली साँघुरो हुने, फोक्सोले राम्रोसँग हावा आदान प्रदान गर्न सक्दैन र सास फेर्न गाह्रो हुन्छ। यस्ता रोगका कारणहरू लामो समयसम्म धुम्रपान गर्नु, निष्क्रिय धुम्रपान जसमा अरूले पिएको चुरुटको धुवामा लामो समयसम्म सास फेर्ने, बारम्बार फोक्सोको सङ्क्रमण, केही वंशानुगत कारण पनि हुने गर्दछन्। दम रोगका मुख्य लक्षणहरू सास फेर्न गाह्रो हुने, विशेष गरी हिँड्दा वा कुनै काम गर्दा, लामो समयसम्म खोकी लागिरहने, धेरै थकान आउने हुन्छ र बढ्दो अवस्थामा ओठ र नङ पनि निलो देखिने, थकान लाग्ने, तौल घट्ने गर्दछ। धुम्रपानले फोक्सो र अन्य शरीरका अङ्गहरूमा पनि असर पुर्याउँछ, जस्तै मुखमा दाँत पहेँलो वा खैरो हुने, मुखबाट दुर्गन्ध आउने, गिजा सुन्ने र रगत आउने जस्ता असर देखा पर्दछन्। मुखभित्र सेतो वा रातो दागहरू देखिने, मुख सुक्खा हुने, स्वाद थाहा कम हुने र मुखको क्यान्सर हुने जोखिम पनि बढाउँदछ। ल अब तिमी आफै नै भन, धुम्रपान सेवन गर्न छोड्ने कि नछोड्ने त? डक्टर ल तिमीले धेरै राम्रो निर्णय लियो, प्रयास गर्नु पर्यो, अनि त्यति गर्न सक्यो भने तिम्रो लत आफै नै हट्दै जान्छ। अनि उसले छोड्न सक्छ त डाक्टर साहब? अब त सक्नै पर्यो नि आमा। हो गाह्रो छ, तर प्रयास नगरी पनि त हुँदैन। बाबुले चुरोट छोडेको 2-4 दिनमा बाबुलाई धेरै गाह्रो हुनसक्छ। सानो कुरामा रिसाइहाल्ने, झर्किने, आत्तिने, निद्रा नलाग्ने हुनसक्छ। त्यो भइसकेपछि बाबुलाई फेरि पनि चुरोट खान मन लाग्न सक्छ है, तर खान भएन। त्यहाँबाट आफ्नो ध्यान हटाउनलाई बाबुले जहिले एक्सर्साइज गर्ने, योगा गर्ने, धेरै पानी खाने, मिठो खानेकुरा खाने, यसो गऱ्यो भने बिस्तारै लत हट्दै जान्छ है। हजुर चिन्ता नमान्नुहोस् न। यति समय गर्दा पनि लक्षणहरू नियन्त्रणमा गर्न सक्ने अन्य उपाय पनि छ, जस्तै NIT, निकोटिन रिप्लेसमेन्ट थेरापी। यस अन्तर्गत हामी बाबुलाई निकोटिनको प्याचेस, निकोटिनको च्युइङगम्सहरू दिन्छौँ। त्यस्तै गर्दा बाबुलाई धेरै राहत हुन्छ अनि हामी फेरि फलोअपको लागि पनि आइरहेको हुन्छ। डाक्टर साहब धेरै धेरै धन्यवाद। नमस्ते। रोहन, सुरुमा पहिला त सिगरेट सल्काउन साह्रै रमाइलो लाग्यो, पछि जीवन सल्केको थाहा नै भएन। तैँले यो लत नलगा है साथी। बाबु एक घर जाउँ। सुनिता विक्रमको हात समातेर रुँदै घर जान्छन्। दृश्य छ ढिला भएको पश्चाताप। विक्रम कमजोरी अवस्थामा बसिरहेको हुन्छ, सुनिता पनि उसकै छेउमा बसिरहेकी हुन्छन्। तैँले यो के गरिस् बाबु? आफ्नो खुट्टामा आफै पन्चरो हानिस्? आमा मलाई निको त हुन्छ नि। के गर्नु छोरा, तैँले यो रोग आफैले निम्ताएको रहेछस्। डाक्टरले आराम गर्न भन्नुभएको छ, आराम गर, ठिकै होला नि। तर तैँले चुरोट खान कसरी सुरु गरिस्? सुरुमा त साथीहरूको माझ कुल लाग्यो, कुल देखियो। अब लत बस्यो, बानी बिग्रियो, थाहा नै भएन आमा। मैले तँलाई के कमी गरेको थिएँ र छोरा? नरुनु आमा, आमा नरुनु। मैले हजुरलाई धेरै रुवाएँ। आमा नरुनु आमा, आमा नरुनु। मलाई बाचा गर छोरा, मलाई बाचा गर। तँलाई जीवनले अर्को मौका दियो भने यो धुवा तैँले कहिले पनि छुँदैनस्। सुतिजन्य पदार्थ, चुरोट तैँले कहिले पनि छुँदैनस् छोरा। बाचा गर्छु आमा, अबदेखि म यो केही पनि छुने छैन, केही पनि खाने छैन। ठिक छ छोरा। दृश्य 7 सत्य। त्यही दृश्यमा निता र अञ्जलीको पनि प्रवेश हुन्छ। हजुरहरूलाई थाहा छ, नेपालमा हरेक वर्ष 27,000 भन्दा बढी मानिसहरू सुर्तीजन्य पदार्थका कारण मरिरहेका छन् नि। तर सुर्तीजन्य कम्पनीहरूले के देखाउँछन्? स्टाइल, फ्यासन, कुलनेस, त्यति मात्र नभएर फिल्ममा हिरोको हातमा सिगरेट देखाउँछन् र फ्रेस मिट फ्लेभर बनाउँछन् र जानी युवाहरूलाई लोभ्याउँछन्। हो, यही कारणले यो वर्षको थिम हो अनमास्किङ द अपील, काउन्टरिङ निकोटिन एन्ड टोब्याको एडिक्सन, अर्थात् झुटो आकर्षणको मुकुण्ड हटाऊ, निकोटिन र सुर्तीको लत विरुद्ध प्रतिरोध गरौँ। सुर्तीजन्य पदार्थहरूले क्यान्सर, हृदय रोग, स्ट्रोक, फोक्सो बिगार्ने रोग, छाला कुहिनु, दाँत झर्नु र साथसाथै मृत्यु पनि निम्त्याउँछ। चुरोटको नराम्रो असर देखेर निता र अञ्जलीले उसको भन्दा फोहोर गर्छन्। निर्णय। रोहन पश्चातापमा उभिरहेको हुन्छ, प्रिया छेउमा उभिरहेका हुन्छन्। थाहा थियो मलाई यो सब गलत हो भनेर।
तर के गर्नु, छोड्नै गाह्रो रहेछ, छोड्नै सकिएन। अर्जुन, म त चुरोट छोड्न सक्दिनँ होला यार। रोहन यार ल त एक दिनमा जाँदैन, तर पहिलो कदम आजबाट चाल्नुपर्छ। दाइ, हामीलाई तपाईँ चाहिन्छ, सिगरेट होइन। रोहन, सहयोग माग्नु कमजोरी होइन नि। नेपालमा क्विकलाइन सेवा जस्तो पनि छ। हजुरले 100 नम्बरमा डायल 1100 नम्बरमा डायल गरेर सेवा प्राप्त गर्न सक्नुहुन्छ। त्यहाँ काउन्सिलिङ र उपचार पनि पाइन्छ। ओहो, चुरोटले त पैसाको पनि सत्यनाश, घरमा पनि झगडा, आफ्नो शरीरलाई पनि घाटा हुँदो रहेछ। आजदेखि म यो चुरोट सेवन गर्न छोडिदिन्छु। म आजदेखि स्वतन्त्र। दृश्य 9 समापन। सबै पात्रहरू अगाडि आउँछन्। सुर्तीजन्य पदार्थ कहिले पनि आफ्नो वास्तविक रूप लिएर आउँदैन। यो आउँछ त साथी भनेर, स्टाइल बनेर र स्वतन्त्रता बनेर। तर आज हामीले यसको मुकुण्ड उगार्यौँ। सुर्तीजन्य कम्पनीहरूले युवाहरूलाई आकर्षित गर्न अनेकौँ झुटा सपनाहरू बेचिरहेका छन्, तर वास्तविकता रोग, पीडा र मृत्यु हो। यदि तपाईँहरूले धुम्रपानको सेवा गर्नुहुन्छ भने आज नै छोड्नुहोस्। यदि गर्नु हुँदैन भने कहिले पनि सुरु नगर्नुहोस्। मुकुण्ड होइन, सत्य हेरौँ, धुम्रपान मुक्त भविष्य रोजौँ। मुकुण्ड होइन, सत्य